हजुरले यो भन्दा अघिल्लो भिडियो हेर्नु भएको थियो भनेपछि हजुरहरूलाई पक्कै पनि थाहा नै होला मैले एक्जाम सकेपछि मैले डेली भिडियो हाल्छु भनेर भनेको पनि थिएँ। अनि त्यसपछि के थियो आफ्नो कर्तव्यलाई पुरा गर्दै यहाँ चाहिँ अहिले हामी पसल आएको थियौँ यहाँ चाउचाउहरू किन्न। अनि चाउचाउ किनिसकेपछि चाहिँ यता चाहिँ हामी आइदियौँ घुम्न। अब हामी घुम्न चाहिँ कहाँ आएको छौँ भन्दाखेरि हजुरलाई भन्नु नपर्ला भनिहालौँ भनेपछि यो चाहिँ इन्डिया र नेपालको बोर्डरको छेउ पर्दछ। सो मैले चाहिँ बोर्डर देखाएन अनि गाइस अबको फेरि 4-5 दिनसम्म यस्तै डेली घुमेको भिडियो हाल्ने छु र अनि कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। अनि यता चाहिँ हामीले चाउचाउ बनाउनको लागि चाहिँ यता दौरा सौरा ल्याएर चाहिँ आगो बालिसकेको थियौँ। यति चाहिँ हामीले फर्स्ट चाउचाउ नबनाएर फर्स्ट चाहिँ म्यागी बनाउन थाल्यौँ। अब फर्स्टमा चाहिँ म्यागी किन बनाउँदैछौँ भन्दाखेरि होइन हामीले चाहिँ घरदेखि खाना खाएर आएको थिएनौँ त्यसैले फर्स्टमा म्यागी बनाएर खान थाल्यौँ। अनि म्यागी खाइसकेपछि चाहिँ हाम्रो पालो आउँछ चाउचाउ पार्टी। अनि हामीले यता चाउचाउ बनाउनको लागि चाहिँ नर्मल तरिकाले बनाउन थाल्यौँ। अब यो नर्मल सामानहरू चाहिँ के हाल्यौँ भन्दाखेरि हामीले घरदेखि नै ल्याएर आएको थियौँ जस्तै प्याज टमाटर खुर्सानी भयो। अनि त्यसपछि हामीले चाहिँ यो चाउचाउको प्याकेटहरू चाहिँ हामीले पसलबाट नै किनेर ल्याएको थियौँ नि त। अब कुरामा चाहिँ हामीले चाउचाउ पनि बनाइसकेको थियौँ। अनि यता हामी चाउचाउ पनि खान थाल्यौँ। तर चाउचाउको कुरा गर्ने भनेपछि चाहिँ बबाले बनेको थियो जुन भाँडामा हामीले चाउचाउ बनाएर खाएको थियौँ त्यो भाँडा चाहिँ हामीले नदीमा आएर धुयौँ। अनि त्यसपछि के थियो त अनि हामी हिँड्यौँ घर।